स्वागत छ। आज हामीलाई प्राप्त भएका केही सामग्रीहरू केलाउँदैछौँ। विषय छ बजार र लक्षित ग्राहक। हो बजारको अवधारणा अनि आफ्ना ग्राहक कसरी चिन्ने भन्ने बारेमा। हो, यी सामग्रीहरूले मुख्यतः बजार भनेको खासमा के हो, होइन, अनि आफ्ना सम्भावित ग्राहकहरूलाई कसरी चिन्ने, कसरी वर्गीकरण गर्ने भन्ने कुरामा बढी केन्द्रित देखिन्छन्। अह हाम्रो उद्देश्य चाहिँ के हो भने यी स्रोतहरूबाट एकदम महत्त्वपूर्ण जानकारीहरू निकालेर यो बजार र ग्राहक पहिचानको आधारभूत तर एकदमै शक्तिशाली तरिका बुझ्नु हो। एकदम आधारभूत कुराहरूबाटै सुरु गरौँ न त। ल, त्यसो भए सुरु गरौँ है त। पहिलो प्रश्न नै यही आउँछ, कुनै वस्तु वा सेवाको लागि वास्तविक बजार भनेर कसरी परिभाषित गर्ने होला? यो केवल मान्छेहरूको एउटा ठूलो समूह मात्रै त पक्कै होइन। त्यो मात्रै त पक्कै होइन। एउटा स्रोतले यसलाई निकै स्पष्ट पारेको पाएँ मैले। बजार हुनलाई खासमा 3वटा कुराहरू चाहिने रहेछन्। 3 कुरा के हुन् ती? पहिलो त तपाईले जे बेच्न खोज्दै हुनुहुन्छ त्यो वस्तु वा सेवाप्रति मानिसहरूको आवश्यकता वा भनौँ न चाहना हुनु पर्यो। आवश्यकता वा चाहना, ठिक छ। दोस्रो, उनीहरूसँग त्यो किन्न सक्ने मतलब आर्थिक क्षमता हुनु पर्यो, पैसा हुनु पर्यो। क्षमता, यो त एकदमै महत्त्वपूर्ण भयो। र तेस्रो, अझ महत्त्वपूर्ण, उनीहरू त्यो पैसा तिर्न तयार पनि हुनु पर्यो, इच्छा शक्ति चाहियो। तत्परता। हो, यी 3वटै कुरा आवश्यकता, क्षमता र तत्परता मिल्दा मात्रै सम्भावित ग्राहक अर्थात् वास्तविक बजार बन्ने रहेछ। हो, यहाँ चाखलाग्दो कुरा नै यही हो क्या। स्रोतहरूले के देखाउँछन् भने नि यो परिभाषाले बजारलाई एकदम मूर्त बनाउँछ, अमूर्त होइन। हो त। यी 3वटा खम्बामा अडिएको छ, आवश्यकता, क्षमता र तत्परता। एउटा मात्रै पनि भएन भने त्यो वास्तविक बजार भएन। मतलब केवल मलाई मन पर्छ भनेर मात्र पुगेन। पुग्दैन। किन्न सक्ने पैसा पनि चाहियो अनि त्यो पैसा खर्च गर्ने इच्छा पनि। तब मात्र त्यो सपनाबाट यथार्थमा आउँछ, होइन र? एकदमै। आवश्यकता, क्षमता, तत्परता, यही 3 जग रहेछ बजारको। ल, अब बजार को हो भनेर अलिअलि चिन्यो। तर अर्को महत्त्वपूर्ण कुरा आउँछ, त्यो ठूलो बजारभित्र पनि त फरक ग्राहक हुन्छन् होला नि। सबैलाई एउटै डालोमा हाल्न त मिलेन, सबै एकै नासका हुँदैनन्। हो, स्रोतहरूले चाहिँ ग्राहकलाई कसरी छुट्याउने, कसरी लक्षित गर्ने भनेर विभिन्न आधारहरू देखाएका छन्। के आधार रहेछन् त? जस्तो कि सबभन्दा सजिलो, उनीहरू कहाँ बस्छन् भन्ने आधारमा, भौगोलिक आधार भनौँ न। ठाउँ अनुसार, काठमाडौँ कि पोखरा कि गाउँ। हो, अनि अर्को उनीहरूको उमेर, लिङ्ग, परिवार कत्रो छ, यस्ता कुराहरू, मतलब जनसाङ्ख्यिकीय आधार। डेमोग्राफिक्स, उनीहरू को हुन् भन्ने कुरा यो त महत्त्वपूर्ण छँदैछ नि, होइन? किनभने अब युवालाई बेच्ने कुरा र अलि पाकालाई बेच्ने कुरा फरक हुन्छ। हो नि, तर स्रोतहरूले यतिमा मात्रै रोकिनु हुँदैन भन्छन्, अझ गहिरिनु पर्छ रे। हो त, अरू के आधार छन् त? जस्तै उनीहरूको आम्दानीको स्रोत के हो, के पेसा गर्छन्, धार्मिक आस्था कस्तो छ, यस्ता कुराहरू पनि हेर्न सकिने भयो। अनि अझ मलाई चाखलाग्दो लागेको चाहिँ ग्राहकको व्यावहारिक पक्ष। व्यावहारिक पक्ष, त्यो भनेको कस्तो? मतलब उनीहरूले उत्पादनबाट खासमा खोजेको के हो, कस्तो फाइदा खोजिरहेका छन्। जस्तो कोही गुणस्तर हेर्छन् होला। हो, कोही चाहिँ सस्तो मूल्यमा जोड दिन्छन् होला, होइन, कोहीलाई चाहिँ सजिलो चाहिने होला। बुझे। अनि अरू? अनि उनीहरूले त्यो सामान कतिको प्रयोग गर्छन्, धेरै कि थोरै, अनि उनीहरूको जीवनशैली कस्तो छ, कोही एकदम स्वास्थ्यप्रति सचेत, कोही अलि आरामदायी जीवनशैली, यस्ता कुराहरूले पनि त फरक पार्छन् नि। हो त नि। अब यसलाई अलि ठूलो तस्बिरमा हेरौँ न त। ग्राहकहरूलाई यसरी मतलब भौगोलिक, जनसाङ्ख्यिकीय, व्यावहारिक, जीवनशैली जस्ता अनेक आधारमा वर्गीकरण गर्नु किन आवश्यक पर्यो त? के फाइदा हुन्छ र यसो गर्दा? फाइदा के त? उत्पादनलाई सही ठाउँमा लगाउनु हो। समय, पैसा, मान्छे, होइन, सबै सीमित हुन्छन्। हो त। अब सबैलाई एउटै सन्देश पठाएर त काम भएन। तर जब तपाईले चिन्नुहुन्छ कि एउटा समूहलाई चाहिँ उदाहरणको लागि अपेक्षित फाइदाको आधारमा हेर्दा उनीहरू दिगोपना चाहन्छन् भने तपाईको सन्देश त्यही अनुसारको बनाउन सकियो नि त। अनि अर्को समूह छ जो चाहिँ मूल्यमा बढी ध्यान दिन्छ, उनीहरूलाई अर्कै तरिकाले कुरा गर्नु पर्यो। मतलब सही सन्देश सही समूहसम्म सही तरिकाले पुर्याउनलाई यो वर्गीकरण चाहियो। ठ्याक्कै। यसले गर्दा प्रयास खेर जाँदैन, अझ प्रभावकारी हुन्छ। त्यसो भए निचोड के आयो त भन्दा
खालि मेरो बजार ठुलो छ भनेर मात्रै पुग्दैन, त्यो ठुलो बजारभित्र पनि खास पहिचान गर्न सकिने ग्राहक समूहहरू चिन्नु पर्यो। उनीहरूको आवश्यकता, व्यवहार सबै बुझ्नु पर्यो। त्यही हो। तर यति धेरै आधारमा छुट्याउँदा अलि झन्झटिलो जस्तो पनि लाग्छ नि कहिलेकाहीँ। स्रोतले यसको फाइदा त भन्यो, तर यो झन्झट जस्तो लाग्ने कुरा नि हो। सुरुमा झन्झटिलो लाग्न सक्छ, तर स्रोतहरूले के तर्क गर्छन् भने नि यो लगानी हो, झन्झट होइन। लगानी कसरी? किनभने जब तपाईँले यी विभिन्न खण्डहरूलाई गहिरोसँग बुझ्नुहुन्छ, तपाईँले गर्ने हरेक निर्णय, उत्पादन कस्तो बनाउने, मूल्य कति राख्ने, सन्देश के दिने, कहाँ प्रचार गर्ने, यी सबै कुराहरू अनुमानको भरमा हुँदैनन्। अझ सटिक हुन्छन्, प्रभावकारी हुन्छन्। खर्च घट्ने भयो, सफलताको सम्भावना बढ्ने भयो। हो नि। यसले वास्तवमा एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ कि आफ्नो ग्राहकलाई कति गहिराईमा गएर चिन्नुपर्छ त? माथिमाथिको जानकारी काफी छ कि उनीहरूको मनोविज्ञान, जीवनशैलीभित्रै पस्नुपर्छ? त्यो पनि सोच्ने कुरा हो, कति गहिराई आवश्यक छ भन्ने। स्रोतहरूले त सकेसम्म गहिरिनु नै फाइदाजनक हुन्छ भन्ने सङ्केत गर्छन् जस्तो लाग्छ। ल आजको यो विश्लेषणको सारमा के भन्न सकिन्छ भने बजार भनेको खालि मान्छेको भिड मात्र होइन। यो त आवश्यकता भएका, किन्न सक्ने क्षमता भएका र किन्न तयार भएका सम्भावित ग्राहकहरूको एउटा परिभाषित समूह हो। एकदम। र कुनै पनि व्यवसाय वा पहललाई प्रभावकारी बनाउनको लागि त्यो बजारलाई फेरि विभिन्न आधारमा भौगोलिक, जनसङ्ख्याकीय, व्यावहारिक आदि खण्ड खण्डमा बुझ्नु, मतलब लक्षित गर्नु एकदमै आवश्यक छ। सार एकदमै स्पष्ट भयो। ल अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त सोच्नको लागि। हुन्छ। जब हामी ग्राहकका यी विभिन्न खण्डहरूलाई यति गहिराईमा बुझ्छौँ नि, के यसले हाम्रो मार्केटिङ गर्ने तरिका मात्र बदल्छ वा यसले हामीले सुरुमा बनाएको वस्तु वा सेवालाई नै परिमार्जन गर्न अथवा पुरै नयाँ चिज बनाउन समेत प्रेरित गर्छ कि? यसमा सोच्ने ठाउँ प्रशस्त छ जस्तो लाग्छ।